Okay, so the one thing I'll tell you about this challenge is this ain't gonna be easy. I know. Yo sajilo kam adai sugar is really addictive. I know. It works just as the drugs. Drugs त्यसरी काम गर्छ त्यसरी नै sugar works for our brain. Regret हुनेछ तिमीलाई when you constantly act on your cravings. यो challenge को main purpose भनेको नै is to control your mind. नमस्कार साथीहरु, आज वैशाख 30 र आजदेखि म 21 दिनसम्म चिनी खादिनँ। चिनी मात्र हैन, कुनै पनि गुलियो बिस्कुट, चकलेट अथवा पत्तलको जुस अथवा कुनै पनि कुरा जसमा चिनी हुन सक्छ, एडेड सुगर, त्यो चाहिँ म कम्प्लिटली बन्द गर्छु। किनकि यो सानोदेखि नै चिनीले हाम्रो मेन्टल र फिजिकल हेल्थमा यति धेरै इम्प्याक्ट पारेको हुन्छ कि वी डोन्ट इभन नो, हैन? हो त्यही एक्सपेरिमेन्ट अथवा जे भने नि त्यही कुरा टेस्ट गर्नको लागि र हजुरलाई के हुन्छ शरीरमा भनेर देखाउनको लागि र मैले पनि एक्सपिरियन्स गर्नको लागि आई वान्ट टु टेस्ट दिस। र म पनि के हेर्न चाहन्छु भन्दाखेरि चिनी बिना मेरो शरीर र मेरो दिमागले कस्तो रियाक्सन दिन्छ भनेर आई वान्ट टु टेस्ट इट आउट। सो आज वैशाख 30, लेट्स गेट स्टार्टेड। पहिला डे 1 को फिजिक हेरौँ, कस्तो फिजिकमा के चेन्ज आउँछ कि आउँदैन। साइड एंगल यो चाहिँ म अलिक क्लोजमा खिच्नु पर्ला पोर्ट्रेटमा, हैन? फेरि ओके ओके डे 1 हैन, त्यस्तै हो। फिजिकमा ओके साइड प्रोफाइल र मोस्टली चाहिँ मेरो फेसमा चेन्ज आउँछ भन्ने मलाई थाहा छ, किनकि आई हेभ डन दिस बिफोर, हैन? सो जस यही फेसमा स्किनहरु चेन्ज हुन सक्छ, हैन? पिम्पलहरु अलि बढी नै छ, हैन? र फेसको यो स्ट्रक्चर अलिकति भए नि फ्याट त छ, हैन? त्यो पनि चाहिँ कम्पेरेटिभली चेन्ज आउन सक्छ। र यो एक्सपेरिमेन्टको मेन पर्पस इज नट अबाउट जस्ट फिजिकल चेन्ज, है? दिस एक्सपेरिमेन्ट इज अल्सो फर मेन्टल चेन्ज, किनकि फिजिकली एफेक्ट गर्छ, आई नो, हैन? सुगर घटिसकेपछि, एडेड सुगर घटिसकेपछि अलिकति फिजिक चेन्ज हुन्छ। एक्ज्याक्टली बिहाइन्ड द सिन साइन्स के हुन्छ मलाई पनि थाहा छैन, एक्चुअली रिसर्च मैले नै गर्न पर्छ। तर मेन्टली चाहिँ के हुन्छ भन्दा जस्तो लाग्छ भन्दा विल पावर। डे 1 मा त आई एम मोटिभेटेड एज फक, किनकि अभियसली फर्स्ट दिनमा मजा आउँछ, गर्छु भन्ने हुन्छ, हैन? डे 1 मा मजा आउँछ, बट लेट्स सी व्हाट ह्यापन्स इन डे 2। सो लेट्स स्टार्ट द च्यालेन्ज, सी यू। Low quality vinyl, let me give you some updates of day 7, है त? आज 7 दिन भयो चिनी छोडे, एन्ड आज चाहिँ यसो चिया खान मन लागिरहेको थियो, हैन? हिजो पनि मन लागिरहेको थियो, आज पनि मन लागिरहेको थियो। यसो जुस्स घरिघरि क्रेभिङ्स दिइरहेको थियो चियाको, मिठाईको त हैन? यो चाहिँ अब सुगरहरु नछोडेको पहिला फर्स्ट टाइम हैन, दिस इज नट द फर्स्ट टाइम फर मी। र किनकि अब पहिला नि गरिसकेको भएर मिठाईहरुबाट चाहिँ त्यस्तो लोभ चाहिँ छैन, त्यस्तो अट्र्याक्सन छैन मिठाईहरुसँग। ऑल आई वाज एडिक्टेड विथ टी, हैन? त्यही टी छोड्छु नै भनेर नै सुगर छोडेको, हैन? सो त्यही हो। इफ दिस इज योर फर्स्ट टाइम, हैन, छोड्दै पहिलोचोटि छोड्दैछौ भने इट विल बी क्वाइट हार्ड फर यू, हैन? क्रेभिङ्स यस्तो आइरहन्छ।
I can understand मलाई चियाको cravings constantly आइराख्दा I can feel that. I've done it multiple times तर यो भिडियोको लागि first time गरेको. So cravings आइराख्छ. You have to be aware of them and don't try to distract yourself from the craving. Feel them. It's just a feeling. एकछिनपछि गइहाल्छ. That's it. तिनीहरूलाई डिस्ट्र्याक्ट गर्न खोज्छु भन्दा झन् म सोच्दिनँ भन्यो भने झन् सोच्छु. अब तिमीलाई मैले अब एउटा बाँदर नसोच भन्यो भने बाँदर आउँछ दिमागमा होइन. कसैको आफ्नै थोपडा नि याद आउला त्यसमा होइन. त्यही हो. जति सोच्दिनँ भन्छ त्यति आउँछ. बरु सोच आउँछ. एक्सेप्ट इट. फिल इट. एकछिन मनन गर त्यो फिलिङलाई. एकछिन फिल गर. Ask yourself some questions. Why do I feel so controlled from a fucking sugar? जब एउटा चिनीले, जब एउटा ड्रग्स अथवा जब केही कुराले किन यस्तो कन्ट्रोल गरिरहेछ मलाई. Okay? You have to take control of yourself, not external things. There you go, day 7 updates. Okay, day 14 and the no sugar challenge is going pretty well. मकै हो यो कोदोको पापड बिहान 1.5 खाएको and going all good. कहिले काहीँ क्रेभिङ्स भइरहेको हुन्छ चिनीको. त्यो दोकानको मिठाईहरू त मन लाग्दैन. बट at the end of the day it's about 1 cup of tea that craves me a lot. त्यही हो चियाको त्यो स्वाद. I think I've forgotten it हैन. चिया नै खाएन तर भेली खाइरहेको छु. ज्यागरी भेली चाहिँ खाइरहेको बिहान यसो दुध कफीसँग भेली खाएर काम चलाइरहेको छु. त्यही हो. ओके सो डे 19 गइरहेको छ नो सुगरको होइन. इट्स गोइङ प्रिटी वेल. र फिजिकली चेन्जेस यु क्यान सी बिकज आई ओन्ली क्विट रिफाइन्ड सुगर. नेचुरल सुगर कम्प्लिट सुगरको पुरै स्पेक्ट्रमै क्विट गरेको भए चाहिँ you would see physical changes in 2 weeks. Obviously 2 weeks मै धेरै चेन्जहरु आउँछ. तर यहाँ चाहिँ रिफाइन्ड सुगर को मात्र च्यालेन्ज हो र यो च्यालेन्जको मेन पर्पस इज जस्ट टु रेकर्ड द भिडियो है. नत्र यो मैले पहिला नि गरेको नै हो जमाना. When I first started my fitness journey त्यो सब गरेको. भिडियो रेकर्ड मात्र नगरेको बिकज I was shy as fuck. लाज लाग्थ्यो. अझै पनि बल्ल त अस्ति भर्खरै च्यानल स्टार्ट गरेको हैन. सो आई वाज भेरी साई हैन भिडियोमा आउन. सो यस्तारै कन्फिडेन्स नि बढ्दै जान्छ भनेर यस्तो भिडियोहरु रेकर्ड गर्दै हिँडेको. र त्यही हो नेचुरल सुगर पनि छोडेको है. जस्तै फ्रुट्स लाइक बनाना, एप्पल, म्याङ्गो सब क्विट. अनि भेली भनेको ज्यागरी हैन त्यो पनि क्विट गरेको भए चाहिँ you would have changes. You would have seen physical changes also. But it's only about refined sugar to build a habit for myself. Okay, so day 20 and you can see I'm injured as fuck. He's a futsal here and at the almost at the last moment back of the calf ma football le layo and पहिले अलिअलि पेन थियो. लेग डेको पेन चाहिँ कम्प्लिटली गएको थिएन के. काफबाट चाहिँ धेरै मात्रै गएको थिएन हैन. त्यो रनिङहरुले पर्दै पनि खासी गएको थिएन. रेस्ट पुगेको थिएन काफको लागि. सो द लेग इज त्यसमा झन् भ्याट लाग्यो. आम्मामामा त्यति बेला आई वाज झ्याप्प सुतिहालेँ. आया भर डेन्जर हैन. सो sugar challenge I'm giving updates about leg. It's necessary to give. So thank you man. Thank you for watching. Completely take it. Okay, so the one thing I'll tell you about this challenge is this ain't gonna be easy. I know. यो सजिलो काम अझै हैन. यदि तिमीलाई केही लत जस्तो लागेको छ केही कुराको त्यसलाई आफैले छुटाउन कोसिस गरेछौ. Not with any external efforts like the rehabs हैन कसैको अन्डरमा त्यसरी गरेछ भने it's gonna be hard on your own. र it's day 21 of no sugar challenge. आज कति भन्दा वैशाख
जेठ 19 र यो च्यालेन्ज वैशाख 30 मा सुरु गरेको थिएँ एन्ड 21 डेज भयो आज ट्याक्क हैन 31 सम्म थियो है वैशाख त्यही भएर भयो र सो 21 days how am I feeling? Was it hard? It was kind of hard for me, हैन to constant cravings of not those chocolates, not those cakes, not those brownies, not any of those desserts. कुनै पनि डेजर्टले चाहिँ हाबी गरेको थिएन in my mental. In my mind, only thing that I was craving was the tea, and I still miss the tea. And I'll try to take this as far as I can. The video was only about 21 days to show you that I can do it, and you can also do it, and you must do it, and I know you will do it. So if you're watching till here, then this is a sign for you to start this challenge. Watch the video of fixing your diet, okay? And there I've told you to fix your diet, the way to fix your diet. The future videos ni आउँदैछ डाइट कुरामा अझै दुईटा पार्टहरु निकाल्नै बाँकी छ. This is the challenge for all of you to quit sugar at least for 21 days or a month. So after the challenge is over, here's what I learned, हैन physical changes भन्दा पनि mental changes धेरै feel हुन्छ हैन. Just 21 days मा physical changes देखिन एकदम गाह्रो छ. र म बिगिनर भएको भए एकदम अलि 2-3 वर्ष अगाडि नै when I first started my fitness journey त्यति बेला नै रेकर्ड गरेको भए मलाई याद छ कि मेरो जलाइन त्यति बेला सुगर छोडेर नै जलाइन यस्तो खतरा निस्केथ्यो. I was pretty impressed by myself at that time, हैन. त्यति बेला I was pretty shy to record these videos. लाज लाग्थ्यो र अल्छी पनि लाग्थ्यो. अल्छी अझै नि लाग्छ रेकर्ड गरेर एडिट गर्न, बिकज सबै कुरा आफैले गर्न भनेपछि अलिकति झ्याउ त लाग्दो रहेछ हैन. सो त्यही हो. What are the mental changes that I felt, and you might also feel time to time. र त्यो टाइममा के गर्न पर्छ I'll tell you. So the first के हो भन्दाखेरि sugar is really addictive, हैन. It works just as the drugs. Drugs त्यसरी काम गर्छ त्यसरी नै sugar works for our brain. के हुन्छ भन्दाखेरि when we eat sugar, sudden dopamine spike हुन्छ. Dopamine भनेको एउटा just a normal chemical, our reward system. केही गर्यो भने ब्रेनले तैँले गरिस् है भनेर दिने एउटा डोपामिन केमिकल हो जो रिलिज गर्छ. केही कुरा अचिभ गर्यो भने, केही कुरा खायो भने त्यो रिलिज गर्छ ब्रेनले. र के हुन्छ भन्दाखेरि सुगरले त्यही जति छिटो गुल्छ त्यति छिटो नै स्पाइक दिन्छ डोपामिन, र जति छिटो स्पाइक भयो त्यति छिटो क्र्यास हुन्छ. र क्र्यास भइसकेपछि वी कन्स्टेन्टली चेज द्याट हाई, हैन. त्यो त्यही ड्रग एडिक्सनमा जस्तै त हो. अब एकचोटि खायो मजा आयो, फिलिङ हाई, हैन. त्यसपछि त्यसको इफेक्ट सकिँदै गएपछि हामीले फेरि हाई फिल गर्न आउन लाग्छ. सो इट इट अगेन एन्ड फिल हाई, हैन. त्यो सडन चढ्छ त्यसपछि क्र्यास, फेरि वी क्रेभ. त्यही हो. सुगर इज नट जस्ट अ फुड, इट्स अ केमिकल एडिक्सन. त्यही हो. र अर्को कुरा के फिल भयो भन्दा कस्तो फिल हुन्छ भन्दा यु कन्स्टेन्टली क्रेभ सुगर, हैन. र त्यो क्रेभिङको टाइममा इफ यु इट सुगर त्यही हो त लुप कन्टिन्युज, हैन. क्रेभिङ गर्ने बेला खान्छौ, डोपामिन स्पाइक हुन्छ, त्यसपछि क्र्यास हुन्छ अनि फेरि यु क्रेभ आफ्टर सम डेज, हैन. त्यही भएर यो लुप कन्स्टेन्टली क्रिएट भइरहेको छ. सो यु हेभ टु टेक द ओथ, द प्रमिस, र यस्तो वचन लिनुपर्छ द्याट आई विल फकिङ डु इट भनेर. र त्यो सुरुमा मोटिभेसन आउँछ, डे 1 मा आउँछ म सक्छु भनेर, र डे 6-7 तिर पुग्दासम्म कसैलाई डे 3-4 मा नि गाह्रो हुन सक्छ. र त्यति बेला you have to remind yourself that you have to do it. त्यति बेला नै हार मान्यो भने this loop never ends. त्यही भएर त्यही हो, just remind yourself that you have to do it no matter how hard it is. Constantly गर्न सक्नु पर्यो, गाह्रो हुन्छ. You feel the craving, हैन. The cravings आए बेला चाहिँ just be aware of that. Question yourself, why is this craving coming? From where did this craving came? And कहाँबाट आयो यो क्रेभिङ? त्यही हो एउटा कुरा के भन्दा when you constantly crave, हैन, don't just react on that craving. के जब क्रेभिङ आयो ल दोकानमा गयो, स्निकर्स किन्यो, किटक्याट किन्यो, डेरी मिल्क किन्यो, कप खायो, that's not it, हैन. रिग्रेट हुनेछ तिमीलाई when you constantly act on your cravings. यो च्यालेन्जको मेन पर्पस भनेको नै
is to control your mind. सुगरले कति कन्ट्रोल गरेछ भनेर you won't even know, किनकि यो भिडियोमा जसले नि आयो त्यो सजिलो छ, जस्ट एन लुक म सक्छु भनेर जसले ट्राई नगरिकन भनेछ, these are the peoples who are controlled by their brains, हैन। र ट्राई गरेकोलाई थाहा हुन्छ how hard it is, र ट्राई गर्नेलाई पनि थाहा हुनेछ how hard it will be. So I recommend you to try, हैन। र त्यही हो, when you crave it, don't just act on your cravings. Try to control your mind. त्यही हो, I'm constantly saying the purpose of this challenge is to take control over your brain. त्यही है, is to take control over your mind. र when you quit sugar after day 7, you'll feel that not only in sugar, your overall willpower has improved. That's the third point, हैन। तिम्रो willpower constantly increase भएको, you'll feel it. Not only in sugar, but in overall junk foods, you'll feel the willpower that, oh, I don't need to eat it. Raw. You'll be aware of what you're eating. To fix your diet, awareness is really important. So there you go. That's it. Overall, conclusion के हो भन्दा, this challenge is to take control over your brain, over your mind, is to increase your willpower, is to make you more disciplined. यति मात्र कुराले तिम्रो अरु कुरामा नि you'll feel disciplined. You'll notice your focus has improved. You'll notice your willpower has improved. You'll notice your discipline will be improved. र लास्ट एउटा पोइन्ट भनी मैले यति धेरै पोइन्ट भनिसकेँ। ल लास्ट एउटा पोइन्ट, आई स्वेयर, लास्ट एउटा पोइन्ट इज फर्स्ट बिलिभ दैट दिस विल वर्क एन्ड देन जम्प इन्टु दिस च्यालेन्ज। त्यो स्केप्टिकल, त्यो कन्फ्युज भएर नआऊ कि विल दिस वर्क अर नट, हैन, यसले साँच्चै काम गर्छ त भनेर त्यो कन्फ्युजनमा आयो भने दिस इज द रिभर एन्ड दिस इज यु, you'll go against the flow if you don't believe it and start the challenge. त्यस्तो हो भने बिलिभ नगरी आउँछ भने कस्तो हुन्छ भन्दा त्यो जब क्रेभ गर्छौ नि तिमीले, you'll instantly act on that craving and eat it and you'll make excuses. त्यही हो, notice yourself in that situation when you're constantly craving, your brain is begging for you to eat sugar, and that's when you know who you are. त्यति बेला if you can control yourself for 21 days, 1 month, if you want to extend this challenge to 3 months, that's good. I'll try to do so. I'll also try to do so. There. When you're constantly craving, you know who you are. The last thing ke thi मैले बिर्से। त्यही हो, I constantly भड्किरहेको हुन्छु म मेन टपिकबाट एउटा टपिकबाट अर्को सब टपिक आउँछ र यदि यो च्यालेन्जमा पहिला बिलिभ गर्छौ द्याट दिस विल वर्क, यो काम गर्छ, यसले साइन्टिफिक रिजन्स नै छ, रिसर्चहरू नै छ, हैन। आई जस्ट वान्ट टु एक्सपेरिमेन्ट माइसेल्फ, रिसर्च देखाएर यो 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 हुन्छ भनेर त एभ्री युट्युबर, एभ्री म्यान क्यान डु द्याट, यसो यसो गर्छ भनेर त, बट वान हु ट्राइज इट क्यान से इट फ्रम द एक्सपिरियन्स। मैले एक्सपिरियन्सबाट बोलिरहेको छु। आई डोन्ट नो रिसर्चमा छ छैन, हेर्न त हेरेको थिएँ, तर मैले एक्सपेरिमेन्ट गरेको छु and I felt it, that I felt the changes. So there you believe it, believe in it, believe the challenge, believe in yourself, and then come to this challenge and you will do your best. I know. There you, that's it. Good luck for the challenge. Thank you for watching. Jai Shri Ram. Jai Shri Krishna also.